मिक्स्ड एप्लिकेसन फर्ममा आफ्नो फोटो कसरी एट्याच गर्ने भनेर कन्फ्युज हुनुभएको एप्लिकेन्ट्सहरूको लागि यो भिडियो रहेको छ। हेलो एन्ड नमस्कार एभ्रिवान। सो हजुरहरूले एम्बेसी रिकमेन्डेड मिक्स्ड स्कलरसिपको एप्लिकेसन गर्दै हुनुहुन्छ भने हजुरहरूले आफ्नो एप्लिकेसन फर्ममा आफ्नो फोटो पनि एट्याच गर्नुपर्ने हुनेछ र धेरै एप्लिकेन्ट्सहरूले कसरी फोटो एट्याच गर्ने भनेर कन्फ्युज हुनुभएको छ। सो फर्स्टमा हजुरहरूले एप्लिकेसन फर्ममा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि हजुरहरूले एप्लिकेसन फर्म यसरी देख्न सक्नुहुनेछ र एप्लिकेसन फर्मको यो सेक्सनमा हजुरहरूले आफ्नो फोटो एट्याच गर्नुपर्ने हुनेछ र हजुरहरूले एट्याच गर्ने फोटो भनेको 6 मन्थभित्र क्याप्चर गरेको फोटो हुनुपर्नेछ। फोटो हजुरहरूले डिजिटली पनि एट्याच गर्न सक्नुहुनेछ। सो डिजिटली एट्याच गर्नका निम्ति हजुरहरूले कुनै एप्लिकेसनहरू युज गरेर हजुरहरूले डिजिटली पनि फोटो एट्याच गर्न सक्नुहुनेछ। यदि हजुरहरूलाई डिजिटली फोटो एट्याच गर्न समस्या परिरहेको छ भने हजुरहरूले फर्स्ट पेजमा दिएको सम्पूर्ण क्वेसनहरूको एन्सर टाइप गर्नुहोला र यो फर्स्ट पेज चाहिँ हजुरहरूले प्रिन्ट गरेर निकाल्न सक्नुहुनेछ। त्यसपछि हजुरहरूले आफ्नो 4.5 बाई 3.5 सेन्टिमिटरको फोटो 6 मन्थभित्र क्याप्चर गरिएको फोटोलाई हजुरहरूले यसमा पेस्ट गर्नुपर्ने हुनेछ। सो हजुरहरूले आफ्नो त्यो जुन फोटो एट्याच गर्नुहुनेछ त्यो फोटोको पछाडिपट्टि चाहिँ आफ्नो नाम र नेसनालिटी पनि लेख्नुहोला। सो हजुरहरूले आफ्नो फोटो यस एप्लिकेसनमा पेस्ट गरिसकेपछि यो फर्स्ट पेजको फेरि स्क्यान गर्नुहोला र अरू पेजेसहरूसँगै यो पेजलाई पनि एट्याच गरेर हजुरहरूले एम्बेसीको इमेलमा अरू डकुमेन्ट्सहरूसँगै यो एप्लिकेसन फर्म पनि सेन्ड गर्न सक्नुहुनेछ। सो द्याट्स अल। थ्याङ्क यू एन्ड बेस्ट विसेस।